प्रथम सबैलाई नमस्कार। हामी इनोभेटिभ युथ क्लबको चाहिँ देउसी भैलोबाट चाहिँ हामी अब टिकापुर पार्क चाहिँ पिकनिक जाँदैछौँ। हाम्रो चाहिँ अब यो लगभग कति बज्यो अहिले? हाम्रो 9 बज्यो लगभग। अब आधी घन्टा 20 मिनटपछि हामी हिँड्छौँ। धेरै छ हाम्रो टोली। हाम्रो टोली जम्बो छ। इनोभेटिभ युथ क्लबको चाहिँ भैलेबाट चाहिँ एकदम स्पेसल गरी हामीले चाहिँ सन्देश न्यौपाने एनबिललाई एकदम बिल्कुल मिस गरिरहेको छ। त्यसै गरी निम कुमार ओली लगायत हाम्रो गाडी चाहिँ ठ्याक्कै आइपुग्यो टिकापुर पार्क। अहिले रातिको चाहिँ 4:30 बजे आइपुगेको अवस्था छ। अँध्यारो छ, अझै खुले छैन। बाघै हो क्या, यता त हिँड्ने बाटै रोक्दैन। हाम्रो भाइ बहिनीहरू अनि साथीहरूले चाहिँ यहाँ प्याज कटिङ हुँदैछ, यता तरकारी कटिङ हुँदैछ, अनि यतातिर चाहिँ हाम्रो यो खसी भैलीको लागि निश्चलले मासु कटिङ गर्दैछ, कुखुराको मासु। अनि यतातिर चाहिँ हाम्रो भाइहरू नाचिरहेका छन्, रमाइलो गरिरहेछन् भाइहरूले। हाम्रो यो सनो साथीले चाहिँ यता टाउको बनाउँदै अनि यता दाइहरूले चाहिँ खुर्काउँदै, अनि के चाहिँ खुर्काउने त्यो के भन्छ त्यसलाई गिलासहरू लैजाने बिर्सिसके पछाडि चाहिँ यो अवस्था छ। हाम्रो सनोज साथी अनि गिरिराज न्यौपाने साथी र हाम्रो हिमाल दाईले चाहिँ खसीको मासु बुझाउँदैछन्। अनि कागजहरू गफगाफ गर्दै यता पाकिरहेछ। अनि यो चाहिँ पिकनिक स्पोट। म चाहिँ सेल्फी स्टिकमा चाहिँ मोबाइल अडाएर चाहिँ उता काम गर्दै थिएँ। यता चाहिँ भाउजूले चाहिँ मेरो ब्लगलाई चाहिँ साथ दिँदै अनि गर्नुभएको छ। एकदम रमाइलो, हजुरप्रति उच्च सम्मान छ। फुल इन्जोय त्यतिको भयो। जहाँ इच्छा त्यहाँ उपाय भन्ने जस्तै टिकापुर पार्कमा अरू भैली टिम होला सायद त्यसरी चाहिँ ट्र्याक्टरमा जाँदै पिकनिक खान आउनुभएको छ। आज चाहिँ टिकापुर पार्क एकदम पिकनिक खाने मान्छेहरूको कारणले एकदम भिडभाड छ, एकदम रमाइलो पनि भइरहेको छ। यताउति गानाहरू बजिरहेको छ, नाच्ने गाउने भइरहेको छ हाम्रो पनि। अब चाहिँ हामी कर्णालीमा चाहिँ बोटिङ गर्न जाँदैछौँ। अनि यता चाहिँ हाम्रो सनोज साथी, अनि यता चाहिँ हाम्रो गिरिराज न्यौपाने। पिकनिक खाइसके पछाडि चाहिँ भास्कर भाइलाई चाहिँ फोटो खिच्न लगाइयो र फोटो खिचियो। 2-4वटा फोटो खिचियो यो टिकापुर पार्कमा। अब चाहिँ हाम्रो भैले टोली पिकनिक खाएर चाहिँ टिकापुर पार्कदेखि चाहिँ अब घरतिर प्रस्थान हुने चाहिँ समय आइसकेको छ। हामीले चाहिँ पिकनिक खाइसक्यौँ। अब फर्किने क्रममा चाहिँ
कर्णालीको पुलमा चाहिँ फोटो खिचेर जाने भन्ने कुरा छ। आउँदाखेरि बिहानै अँध्यारो भएको कारणले गर्दाखेरि चाहिँ फोटो खिच्न भिडियो खिच्नेहरू पाइएन। अब चाहिँ फर्किने क्रममा चाहिँ खिच्ने भन्ने कुरा छ। के होस् रमाइलै भयो पिकनिक, सबै साथीभाइहरूसँग पाउन पाउँदा खुसी पनि लाग्यो। कर्णालीको पुलमा चाहिँ भाइरल पुलमा आइपुग्यौँ हामी। देख्न सक्नुहुन्छ यो भिड, यो सबै कर्णाली पुलको भिड हो। अनि आज शनिबार भएको कारणले पनि हुनसक्छ यो भिड। अनि यहाँ चाहिँ माछा पनि पाइन्छ रहेछ, यस्तो यस्तो माछाहरू। अनि कर्णाली पुलमा हाम्रो प्रिय भास्कर भाइ सँगसँगै हामी चाहिँ यहाँ अवलोकन गरिरहेका छौँ, अवलोकन पनि गरिरहेका छौँ र टिकटक पनि बनाइ नै रहेका छौँ। अनि यहाँ पुलिस दाइहरूलाई चाहिँ एकदम गाह्रो पनि भइरहेछ, ट्राफिक जाम भइरहेछ यहाँ। यो मान्छे तपाईँहरू पनि देख्न सक्नुहुन्छ। अनि एकदमै सम्झिरहेको नाम भनेको, सम्झिरहेको व्यक्तिहरू भनेको एकदम चाहिँ हाम्रो निमकुमार ओली र सन्देश न्यौपाने उर्फ एनबिल धेरै नै मिस गरिरहेको छ। हाम्रो दाइहरू साथीहरूले फोटो खिच्दै हुनुहुन्छ यहाँनिर। पूर्वदेखि पश्चिमतिर सबै मान्छेलाई देख्न पाइन्छ यहाँ। सनोज हाम्रो निश्चल बस्नेत, हाम्रो माधव दाई, ज्वाला भान्जा, सबै समेतै साथीभाइहरू धेरै भएर चाहिँ सिट नपुगेर एकजना भाइ चाहिँ माथि सामान राख्नेमा बसिरहेछन्। हाम्रो एकजना भाइ धेरै नै रमाइलो भयो यसपालि चाहिँ। अब हामी चाहिँ फर्किँदैछौँ, घर फर्किँदैछौँ केवल पार्कबाट चाहिँ। हाम्रो यस इनोभेटिभ युथ क्लबको भैले टोली चाहिँ पिकनिक खाएर टिकापुर पार्कमा पिकनिक खाएर अनि कर्णाली पुलमा फोटोसोटोहरू खिचेर चाहिँ सफलतापूर्वक आइपुग्यो। सहयोग गर्ने सबैलाई धन्यवाद र भाइ बहिनी भैले खेल्ने सबै भाइ बहिनीहरूलाई सबैलाई धन्यवाद।